विश्वको चाहिँ आफ्नो विभिन्न थप फलो जुन एउटा खोज्दाखेरि पाएको कुराहरू साबित भइसकेको छ। त्यसले गर्दाखेरि सम्पूर्ण साथीहरूलाई भनेदेखिलाई आजको जुन सङ्घर्ष समिति जुन एउटा यहाँ बनाइन्छ त्यो सङ्घर्ष समितिले चाहिँ के अरे एउटा जुन एउटा प्रचार गर्छ विभिन्न अघि साथी पूर्वकता साथीहरूले भनिसक्नु भएको छ विभिन्न हामीले चाहिँ के अरे होर्डिङ बोर्डहरू राख्नुपर्छ विभिन्न प्रचार गर्नुपर्छ विभिन्न चाहिँ के अरे पाठ्यक्रमको बारेमा खेलहरू खेलाउनुपर्छ भन्ने कुरोहरू। त्यसैले गर्दाखेरि तपाईँ हामी सबै चाहिँ एकता भयौँ भनेदेखिलाई नहुने सम्भवै छैन जे पनि हुनसक्छ। त्यसले गर्दाखेरि भोलि लड्ने कुरो हाम्रो छँदैछ र आजको दिनदेखि सुरुवात भएको छ। आज एउटा चाहिँ के अरे हाम्रो सङ्घर्ष समिति बन्छ त्यो सङ्घर्ष समितिले चाहिँ के अरे अब प्रेस मिट गर्ने हो कि भोलि गएर सडकमा निस्किने हो कि सरकार समक्ष पुग्ने हो कि सरकारसँग पुग्ने पनि हाम्रो टोलीहरू छ केन्द्रमा। त्यसले गर्दाखेरि जे जति भए पनि हाम्रो ताप्लेजुङ जिल्लावासीका लिम्बूहरूले हाम्रो विभिन्न ठाउँका विभिन्न नामेर भएका ती नामाकरणहरू अब स्थापित गर्दै जानुपर्छ भन्ने कुरो अब यो पुस्ताले अगाडि बढेर जान्छ। साथीहरूलाई आज जुन निम्तो गरेका थियो यहाँ आइदिनु भयो। आज यही कुरोमा हाम्रो विभिन्न छलफल भयो। त्यस कारणले गर्दाखेरि हामी लिम्बू को रहेछौँ को हो लिम्बू किन आज पछाडि परिरहेको छ भन्ने कुरो पनि हामीले बुझ्नुपर्छ। किन भन्दाखेरि एकात्मकवादीहरूले आज हामीलाई पछाडि पारेको अवस्था छ। अहिले पनि हामीले हेर्ने हो भनेदेखिलाई कुनै चाहिँ एउटा जागिर खाने ठाउँमा चाहिँ भोलि गएर त्यहाँ हाम्रो मान्छेहरूले हाम्रो जाति 40 जना चाहिँ बाहुन क्षेत्री पास भयो भनेदेखिलाई लिम्बूमा एकजना मात्रै पर्छ र त्यसले गर्दा कसरी कहाँ के भएर चाहिँ हामी पछाडि पर्यौँ भन्ने कुरो चाहिँ सबै साथीहरूले अलिकति चिन्ता लिनुपर्छ जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि सम्पूर्ण लिम्बू दाजुभाइ यहाँ साथीहरूले भन्यो केही साथीहरूले भन्यो काङ्ग्रेसका चाहिँ के अरे साथीहरूले पनि त्यहाँ भोलि त्यो सरकारले माने काङ्ग्रेसका सरकारले मानेन भने पनि उसले पार्टी छोड्नुपर्छ भनेर। त्यसरी होइन किनभने आफ्नो पार्टी आफ्नो ठाउँमा छ तर पहिचानको निम्ति जातिको निम्ति आफ्नो एउटा चाहिँ हक अधिकारको निम्ति आफ्नो एउटा चाहिँ लड्नु पर्यो भनेदेखिलाई पार्टी भनेर म पनि भन्ने पक्षमा छुइनँ। तर धेरै चाहिँ के अरे अघि एकजना भाइले मलाई राम्रो कुरा सुनायो यी कम्युनिस्टहरू चाहिँ कहिले पनि चाहिँ के अरे यिनीहरू आफ्नो विभिन्न जातिको पहिचानको बारेमा उनीहरू लड्दैनन्। जो कम्युनिस्ट चिन्तन भएका व्यक्तिको पछाडि जो लाग्छ त्यो मान्छेहरू कहिले पनि अब बोल्दै गर्दा एकछिन भित्र जाउँ न एकछिन जाउँ एकछिन सुन्नु म चाहिँ कम्युनिस्टको बारेमा के भन्दै हुनुहुन्छ आउनु अस्ति तपाईँले कुरा गर्नु भएन आउनु सुन्नाले विवाद गर्नु हुँदैन सुन्नु त विवाद नगर्नु सुन्नु त कम्युनिस्टको बारेमा कुरा कम्युनिस्टको बारेमा हामी पढाइदिन्छौँ होइन के भन्दैछ पुरै पटक्कै मैले कम्युनिस्ट भएपछि आफ्नो वेशभूषा लिपि संस्कारको लागि पुरै गर्दैनन् त्यस्तो भन्दैछ भनेको नि कम्युनिस्टको बारेमा पढ्नलाई चाहिँ नि त्यो रूपले हामी निस्किनुपर्छ होइन भनेदेखिलाई यो सरकारले सुन्नेवाला छैन। यो सरकारले अहिले हाल तपाईँहरूले सुनिरहनु आदरणीय मित्रजीहरू यहाँनिर यतिखेर हाम्रो पाथिभरालाई अप्रवंश भएर मुकुमलुङ भएकोलाई फेरि पनि मुकुमलुङलाई नै हुनुपर्छ भन्ने विषयमा आज ताप्लेजुङ जिल्लाको सुन्दरनगरी मुलिङमा एकदम भव्यको साथमा छलफल हुँदै गर्दै यो एक झलक हेर्दै हुनुहुन्छ। किराँती लिम्बू जातिहरूको मुन्दुमी स्थललाई अप्रवंश भई पाथिभरा सो पाथिभरा होइन अब लिम्बू जाति रहनुपर्छ भन्ने विषयमा आज तमाम सबै क्षेत्र गाउँ ताप्लेजुङ जिल्लाको स्थानीय तह सबै क्षेत्रदेखि तमाम लिम्बू जातिहरूको उपस्थितिमा व्यापक छलफल हुँदै विष्णुपति बनाउन आवश्यकतै छैन। तिम्रो पोखरी जाऊ कि राखिरहेको छ विष्णुपति किन बनाउने हो हामी
हामीले बिस्तारै बिस्तारै हाम्रो चाहिँ विभिन्न छलफललाई चाहिँ के नामेट गर्दै लगेर चाहिँ यिनीहरूले चाहिँ एउटा हिन्दूकरण गर्ने भन्ने कुरो त त्यो छँदैछ। तर अनेक रूपमा हामीलाई चाहिँ भोलि गएर चाहिँ हाम्रो लिम्बू जातिहरूलाई चाहिँ यिनीहरूले एउटा दासिक रूपमा राख्न पनि सक्छ। किन भन्दाखेरि हाम्रो जति पनि राम्रो सबैजना केले हङकङ र युके चाहिँ आइडी पाउँछ भनेर चाहिँ केले पठाइदिएको छ आदिवासी। अब यहाँ त सोझा साझा मात्रै बस्छ, सोझा साझा बस्छन्। सोझा साझाले पनि अलिअलि पढ्नेहरूले पनि त्यहाँनिर गएर उसमा लोकसेवामा भिड्यो भनेदेखि त्यो पासै हुँदैन। हो त्यस कारणले गर्दाखेरि विभिन्न अब अगाडि बढ्नको निम्ति सबै हामी एक हुनुपर्छ। हाम्रो चाहिँ केले एउटा जुन सोच एउटै हुनुपर्छ। त्यो हाम्रो भाषा संस्कृति धर्मको लागि हामीले लड्नुपर्छ भनेदेखिलाई, हाम्रो अधिकारको लागि लड्नुपर्छ भनेदेखिलाई सबै एक हौँ। यहाँ यो पार्टी त्यो पार्टी भनेर कसैले पनि कसैलाई विभेद नगरौँ र कसैले कसैलाई पनि नबनाउँ। त्यस कारणले गर्दाखेरि म यो आजको जुन आयोजक समितिलाई मेरो भित्र हृदयबाट धन्यवाद दिँदै यो सङ्घर्ष समिति राम्रोसँगले एउटा र मैले के गर्नुपर्छ, यहाँलाई कसरी साथ दिनुपर्छ म यहाँलाई तयार छु भन्ने मेरो भनाइलाई यहाँ अन्त्य गर्छु। धन्यवाद। आजको हाम्रो विशेष दुईवटा एजेन्डा थियो। एउटा सम्बन्धमा एउटा संयुक्त मुकुल र मलाई लाग्छ अहिले धेरै कुराहरू, धेरै बुद्धिजीवी, धेरै विज्ञहरूले कुरा के ल्याउनु भएको छ भने के अरे मुकुलुङ नै हुनुपर्छ, मुकुलुङ भन्ने कुरा नै हामीले सबैले त्यही सुनिरहेको छ, त्यो विश्लेषण गरिरहेका छौँ। र मलाई के लाग्छ भने अहिले मुकुलुङ भन्दा अर्को नाम हुन सक्दैन, मुकुलुङ नै हुनुपर्छ भन्ने विषयमा पक्कै पनि हामी समिति पनि संयुक्त रूपमा गएको कारणले धेरै तपाईँको सुनेका छौँ र भरे एकछिन सुन्नु होला। संयुक्त उपस्थित भएको बेलामै अहिले हामी समितिबाट पुरैजनाको अलिकति बोल्नु बनिसक्यो। के बारेमा ल मुकुलुङ संरक्षण समितिले चाहिँ मुकुलुङ पातिबाराको गुरु योजनामा तपाईँले चाहिँ त्यहाँ माथि बनेको मन्दिरहरू चाहिँ हटाउनुपर्छ, विशेष गरी महागुरु फाल्गुनको शालिग र त्यहाँको मन्दिर हटाउनुपर्छ भन्ने आवाज उठ्यो भन्ने सुनिएको थियो। तपाईँले त्यसमा चाहिँ कस्तो लाग्यो त्यो आवाज उठाउँदाखेरि? होइन, धन्यवाद भाइ। त्यो कुरो उठेको पनि थियो र मलाई एउटा पत्रकार साथी आएर सोधेको पनि थियो। मैले त्यो बारेमा चाहिँ के भने भनेदेखिलाई अब हिजो पाथिबारा मुकुलुङलाई पाथिबारा भनेर राखियो। अब त्यो विषयवस्तुमा पनि अब यहाँका आदिवासी लिम्बू जातिहरूले चाहिँ पाथिबारालाई नामेट गरेर चाहिँ मुकुलुङ राख्नुपर्छ भनेर भनिरहेको अवस्थामा, आन्दोलन गर्ने एउटा निर्णय गरिरहेको अवस्थामा तपाईँहरूले आएर एकैचोटि फागुनन्तको शालिग पनि त्यहाँको लिम्बूहरूले बनाएका, किराँत जातिहरूले बनाएका ती मुजुमलुङ र
राखेकोलाई पनि हटाउनु पर्छ कि भन्ने होइन, राज्यले पनि हटाउन सक्दैन भनेर मैले एउटा सोद्धाखेरि मैले त्यो कुरोहरू भनेको थिएँ। किन भन्दाखेरि अब कसैको हाम्रो मुलुक चाहिँ कस्तो धर्मावलम्बी भएको मुलुक लाई राख्नु हुँदैन भनेर त्यो कुनै उसमा पनि मैले देखेको छुइनँ। त्यसले गर्दाखेरि मैले उहाँहरूलाई म तपाईँहरूलाई के भन्छु भनेदेखिलाई, यदि उहाँहरूले गुरु स्थापित गरेको ती हाम्रो मुजुमलुङ होमाडी स्थल तपाईँको त्यो राज्यले हटाउन नसक्ने कुराहरू कुनै त्यहाँनिर सँगसँगै एउटा स्थापित भएका जुन राज्यले पनि एउटा विभूषित गरेको व्यक्ति हो। त्यसले गर्दाखेरि उहाँलाई लिम्बू जातिले मात्रै होइन, सम्पूर्ण विश्वले मानेको व्यक्ति हो। त्यसले गर्दाखेरि म के भन्छु भनेदेखिलाई, त्यो एउटा सामान्य व्यक्तिको एउटा स्थल किराँत जातिहरूले बनाएको होइन। बाणीले आज विकृति किराँतले हिन्दूलाई र हिन्दूले बुद्धिस्टलाई, बुद्धिस्टले चाहिँ के मुस्लिम आफ्नो ठाउँमा आफ्नो चाहिँ के शक्तिपीठको विधि अनुसार पूजा गर्नुपर्छ। म यही भन्न चाहन्छु। किनभनेदेखिलाई हामी विभिन्न त्यसले गर्दाखेरि यो कसैबाट सायद सञ्चालित हुनसक्छ। अब त्यहाँ हामीले यो जुन एउटा सङ्घर्ष समिति यहाँ बनाउँदै गर्दाखेरि अब यो सङ्घर्ष समितिले विभिन्न चाहिँ के ठाउँहरूको चाहिँ नामपेट भएका कुराहरू हाम्रा पुर्खाहरूले राखेका ती स्थापित गर्दै जानुपर्छ भनेर जुन एउटा सङ्घर्ष समिति बन्न लागेको छ, म यसलाई पनि धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि अब हाम्रा पुर्खाहरूले गल्ती गरे तापनि आज आएर 21औं शताब्दीमा आज यो पुस्ताले विभिन्न आज खोजी गर्दै गएको अवस्थाहरू छ। किन भन्दाखेरि यो राम्रो कुरो होइन। किन भन्दाखेरि कसैको चाहिँ केले इतिहासलाई मेटाउनु राम्रो कुरो होइन। यो सरकारले पनि मलाई जहाँसम्म लाग्छ नबुझे जस्तो लाग्छ। हाम्रो देशमा बहुत एउटा मुलुकमा यसैले चाहिँ संरक्षण बनाउन सकेन। किन भन्दाखेरि हाम्रो मुलुकका विभिन्न जातिका विभिन्न धर्म संस्कृतिको त्यसले गर्दाखेरि विभिन्न बाहिरबाट आउने पाहुनाहरूलाई चाहिँ त्यो अवलोकन गर्न मात्रै 1 महिना लाग्यो भनेदेखिलाई कमसेकम त्यहाँबाट हामीले विभिन्न आर्थिक स्रोतको रूपमा चाहिँ त्यसलाई लिन सकिन्थ्यो। अब हाम्रो जति पनि सरकारमा जो जति बसेको छ सरकारमा, अब जुनसुकै पार्टीले चलाए पनि
त्यो भिजन चाहिँ नभएकै ठान्नुपर्छ। त्यसले गर्दाखेरि म सम्पूर्ण साथीहरूलाई के भन्न चाहन्छु भनेदेखिलाई तपाईँहरूले जुन एउटा सङ्घर्ष समिति एउटा तय गर्दै हुनुहुन्छ यो एकदमै सफल होस् र यसले एउटा ल धन्यवाद भाइ। ल र सर्वप्रथम यो शब्द के हो र यसको निमित्त हामी किन सङ्घर्ष गर्न लागिरहेका छौँ भन्ने कुरा नै हामीले अलिकति पालनहरू अगाडि बढाउँदै लैजाने, चढाउँदै लैजाने विभिन्न सिलसिलामा हाम्रै पुर्खाले यो मुकुलुङ भन्ने शब्दको उत्पत्ति गरेको हो र त्यहाँको धार्मिक आस्थाको उत्पत्ति गरेको हो। शब्दलाई बाढी दिएको थियो, त्यही बाढीबाट हाम्रो पुर्खाले मात्र नभएर हामी लिम्बू जाति मात्र नभएर विभिन्न जात जातिहरूले नेपालमा बसोबास मात्र गर्ने नभएर विभिन्न छिमेकी राष्ट्रहरूका धर्मावलम्बीहरूले पनि त्यो इच्छा शक्तिको ढुङ्गालाई, जो हाम्रो पुर्खाले पत्ता लगाएको ढुङ्गालाई, जुन हाम्रो पुर्खाले पहिचान गरेको ढुङ्गालाई आज पुज्ने गरिएको छ। त्यहाँ पूजा गरे बापत हामी लिम्बू जातिलाई मात्र नभएर समग्र मानव जातिहरूको इच्छालाई नै पूर्ति गर्ने एउटा धार्मिक स्थलको रूपमा विश्व प्रख्यातसम्म हुन पुगेको छ। र यही मुकुलुङ जब हामीले मुकुलुङ भनेर हामी लिम्बूहरूले चाहिँ आफ्नो मातृभाषाबाट कुराहरू आए, पाथिभराको नामकरण गरियो। कसरी पाथिभराको नामकरण गरियो भन्ने धेरै कुराहरूको खोज टर्म्समा अप्ठ्यारो भयो। त्यसले गर्दा यो मुकुलुङको यहाँ एउटा पाथी भरिएको, पाथीको आकारको डाँडा भएकोले गर्दा यो डाँडाको नाम नै पाथीभरा राखिदियो।
अनि त्यहाँ भएको जुन एउटा शक्तिपीठ छ त्यो शक्तिपीठलाई पनि पाथिभरा भनिदेऊ, जबकि त्यसो गर्दा हामी सबैलाई उच्चारण गर्नको लागि सजिलो हुन्छ भनेर अतिक्रमण भयो। र त्यसमा पछिबाट फेरि विवाद विषयमा ल्याइयो। हाम्रो लिम्बू भाषालाई, लिम्बू अर्थलाई, लिम्बू शब्दलाई पनि त्यहाँ परिवर्तन गरियो। लिम्बूको अर्थमै पनि मुकुलको अर्थ के हो र लुमको